अशोक दर्जीले फिल्म बनाउँदै नाम राखे अधुरो बाटो। दर्शकबिन अन्तत पछिल्लो समयमा उनी निकै नै चर्चित गायक बनेका छन्। एउटा बाल गायकबाट उनी चर्चित बनेका थिए भने उनी मन बिनाको धन गीतबाट नै चर्चित बने तापनि तर अहिलेको समयमा हेर्ने हो भने उनी एउटा सक्षम कलाकार अर्थात् अभिनेताको रूपमा पनि चिनिन्छन्। उनले भने करिब 2-3वटा फिल्ममा पनि आफूले अभिनय गरेका छन् भने तर पछिल्लो समयमा उनको निकै नै ठुलो बेइज्जत गरिएको थियो। भिडियो बनाउँदै लगेको पैसा दिनुपर्छ कि पर्दैन भन्दै उनलाई झापड समेत हानिएको थियो भने त्यसै लगत्तै उनले अहिले एउटा पोस्ट भने सार्वजनिक गरेका छन्, जुन पोस्ट रहेका छन् अधुरो बाटो र त्यो फिल्म भने आफैले बनाएका छन् भने त्यसमा अभिनय पनि आफ्नै रहनेछ र अन्य कलाकारहरूको पनि रहनेछ भने तर त्यसको अभिनेताको रूपमा चिनिने अहिले अशोक दर्जी भने उनले आफैले आफ्नो एउटा फिल्म बनाउँदैछन्। तपाईँलाई भने अशोक दर्जी के कस्तो लाग्छ त कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न नछुटाउनुहोला।